म एकचोटि काभ्रे जिल्ला गएँ। तपाईको काठमाडौँबाट 5 घण्टा लाग्छ काभ्रे जिल्ला भने। खुइलीको घर काभ्रे जिल्ला हो। नाङ्गी बसेको यार हत्तेरीमा त्यो एउटा हाइवे हो। किन नाङ्गे बसेछ भनेर मैले 2 चोटि मुखमा हेरेँ। त्यसले के भन्यो भनेपछि हत्तेरीमा टोक्ने अनि म नुहाउनु लागेको थिएँ। किन हेरिस् भन्ने कुरो भयो। म पुलिस हेरेर ठन्काइदिन्छु भनौँ। अनि मैले एकचोटि हेराम गरेर मैले तपाईँले छोएको पनि छैन। अलि नेपाली हुनुहोस् भनेर मैले त जानकारी पनि गराइदिएँ। पोछ्न गच्चीले दाउरा बोकेर आयो यार हिर्काने भनेर मा चुप्ने रोने भाग्दै गरे। एउटा नलको भोगाडी थियो। उहाँले सोच्नुहोस् न बताए त्यसको भित्र खसे पछि आइगयो। आएर रुमाल बोकेर आएछ। म रोइरहेछु। अर्काउ देश त भइगयो। पहिलोचोटि गएको। म त साँच्चै भन्दा होला भने डुग्गने